आईसीसी टी20 वर्ल्ड कप एसिया र इस्ट एसिया पेसिफिक क्वालिफाईको सुपर 6 मा लगातार तेस्रो खेल जित्दै नेपाल क्रिकेट टिमले सन् 2026 मा इन्डिया र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी20 वर्ल्ड कपका लागि क्वालिफाई गरेको छ। नेपाल क्रिकेट टिमले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी20 वर्ल्ड कपमा क्वालिफाई गरेको हो। नेपाल क्रिकेट टिमले पार खड्काको कप्तानीमा सन् 2014 मा पहिलो वर्ल्ड कप खेलेको थियो भने त्यसपछि वर्ल्ड कप क्वालिफाई गर्नका लागि 10 वर्ष पुग्नु परेको थियो। तर यसपालि भने नेपाल क्रिकेट टिमले लगातार दोस्रो पटक सन् 2026 मा इन्डिया र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टी20 वर्ल्ड कपमा छनौट भएको छ। अब नेपाल क्रिकेट टिमले आफ्नो सुपर 6 को अन्तिम खेलमा शुक्रबार समाओको सामना गर्नेछ। यदि त्यो खेल जित्न सकेको खण्डमा नेपाल क्रिकेट टिम यस टी20 वर्ल्ड कप एसिया र इस्ट एसिया पेसिफिक क्वालिफाई छनौटको विजेता टोली बन्नेछ। र हिजो राति नेपाल र ओमान बीच भएको खेलमा नेपाल क्रिकेट टिमले ओमानलाई 38 रनले हराउँदै सुपर 6 मा लगातार तेस्रो खेल जितेको छ। यस खेलमा नेपालले पहिले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो, जसमा नेपाल क्रिकेट टिमले 20 ओभरमा 9 विकेट गुमाउँदै 151 रन बनायो र ओमानका सामु 152 रनको लक्ष्य प्रस्तुत गरेको थियो। त्यसपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको ओमान क्रिकेट टिमले 20 ओभरमा 9 विकेट गुमाउँदै मात्र 113 रन बनाउन सक्यो र यस खेलमा नेपालले शानदार 38 रनको जित हासिल गर्दै यस वर्ल्ड कप क्वालिफायरमा अपराजित टोली बनेको छ। यस खेलमा नेपालका लागि म्यान अफ द म्याच चुनिएका कुशल भुर्तेले सर्वाधिक 51 बल खेल्दै 69 रन बनाए, जसमा यिनले 7 चौका र 1 छक्काका मद्दतले 69 रन बनाएर यसमा म्यान अफ द म्याच चुने। त्यस्तै आसिफ शेखले 20 बलमा 24 रन बनाए र आदिल अन्सारीले 15 बलमा 16 रन र गुलसन कुमार झाले 10 बलमा 18 रन, जसमा उनले 2 छक्का प्रहार गरे। र त्यस्तै गरी यस खेलमा नेपालको बलिङको कुरा गर्दाखेरि सोमपाल कामीले 4 ओभर बलिङ गर्दै 25 रन खर्चेर 2 विकेट लिए। नन्दन कुमार यादवले 4 ओभरमा 19 रन खर्चेर 2 विकेट लिए। दिपेन्द्र सिंह एरीले 2 ओभरमा 8 रन खर्चेर विकेट लिए र सन्दीप लामिछानेले 4 ओभरमा 19 रन खर्चेर 1 विकेट लिए। गुलसन कुमार झाले सर्वाधिक 4 ओभरमा 31 रन खर्चिँदै 3 वटा विकेट लिए। र यस खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई 38 रनले हराउँदै वर्ल्ड कप छनौटको खेलहरूमा अपराजित रहेको छ। र यदि नेपाल क्रिकेट टिमले आफ्नो सुपर 6 को अन्तिम खेलमा समाओलाई हराउन सकेको खण्डमा नेपाल क्रिकेट टिमले यस वर्ल्ड कप एसिया र इस्ट एसिया पेसिफिक क्वालिफाईको विजेता टोली बन्नेछ। यो सँगै नेपाल क्रिकेट टिम सन् 2026 मा इन्डिया र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टी20 वर्ल्ड कपका लागि क्वालिफाई भएको छ र यसका लागि नेपाल क्रिकेट टिमलाई बधाई दिनु भने नबिर्सनुहोला र साथै क्रिकेट सम्बन्धी न्युज अपडेटका लागि क्रिकटक नेपाललाई सब्स्क्राइब गर्नु भने नबिर्सनुहोला।